सबैजनालाई नमस्ते। सबैजना आरामै हुनुहुन्छ होला, आफ्नो आफ्नो ख्याल गर्नु होला। र विगत केही महिनादेखि जेनजी आन्दोलनपछि भएका नयाँ दर्ता भएका दल र पुराना दल जति पनि हुनुहुन्छ, उहाँहरूले बुझ्नुपर्ने कुरा के हो भने देश विकास गर्नका लागि सबैभन्दा मुख्य कुरा उत्पादन हुनुपर्छ। उत्पादन नभएसम्म देश कहिले पनि माथि जान सक्दैन। त्यसको लागि औद्योगिक विकासले मात्र पुग्दैन, खाद्यान्न उत्पादनमा पनि हामीले विशेष ध्यान पुर्याउनुपर्छ। नयाँ तथा पुराना जति पनि दलहरू अहिले चुनावी प्रसारमा लाग्नुभएको छ, सबैको एजेन्डामा सबैले चाहिँ आफ्नो धारणा राख्नुभएको छ। तर कसैको पनि एजेन्डामा धारणामा उत्पादन कहीँ पनि देखिँदैन। यस कुरामा विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ। किन भन्दा हामीले व्यतिथिको बारेमा धेरै बोलिरहेको हुन्छौँ, तर उत्पादनको विषयमा कोही पनि बोलिरहेको हुँदैन। किनभने हाम्रो लत्ता कपडा चाइनादेखि र खाद्यान्न इन्डियादेखि बिहान हामी उठ्नुभन्दा पहिला हाम्रो घरमा आइपुगेको हुन्छ। हामीले विशेष यसमा ध्यान दिनुपर्ने हुन्छ। हाम्रो स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिनुपर्ने हुन्छ। उत्पादनमा लाग्नेलाई विशेष सुविधा पनि दिनुपर्ने हुन्छ। त्यति नगर्दासम्म देशमा कुनै पनि वाद र कुनै पनि संस्थाले राम्रोसँग काम गर्न सक्दैन। यसमा विशेष ध्यान पुर्याउनु। धन्यवाद। नमस्ते।